नमस्ते, गुड मर्निङ, शुभ बिहानी। आज मिति 2082 साल 8 महिना 4 गते बिथानचोक गाउँपालिका वडा नम्बर 2 यो गेल्डुङ बजार हो। पहिलाको ढोङखर्क बजार भन्ने यहाँ हो। राजधानीबाट जम्मा 40 किलोमिटरमा हाम्रो यो बिथानचोक गाउँपालिकामा हजुरहरूलाई स्वागत छ। यस ठाउँबाट चाहिँ विभिन्न किसिमको मनोरञ्जन, अब यो हिमालहरू देख्न सकिन्छ। माथि नारास्थान मन्दिर, तीनतरे झरना, फापरबारी, हेटौडा जाने हाम्रो यो बागमती प्रदेशको राजधानी हेटौडा जाने बाटो हो। यो विभिन्न किसिमको मनोरञ्जन, स्वच्छ वातावरण, हावा बिथानचोक गाउँपालिकामा यति आनन्द छ कि भनेर नै साथ दिनै छैन। पारिपट्टिको दृश्य यो पाखुरे डाँडा। ए केटा हो, के छ? के लाँदै मोरा? विभिन्न किसिमको मनोरञ्जन बिथानचोक गाउँपालिकाभित्र यो तोरीको फुलहरू टकमक्क भएको छ हाम्रो यो बिथानचोक गाउँपालिका। यहाँबाट हाम्रो बिथानचोक गाउँपालिका ढुङखर्क बजारबाट यो खोराथली हुँदै च्याम्राङ ब्यास हुँदै हाम्रो यो चाहिँ हाम्रो यो बिथानचोक गाउँपालिका बागमती प्रदेशको राजधानी जाने बाटो। अहिले बस चलेको अवस्था छ। जम्मा बनेपाबाट ढुङखर्क आउनलाई 20, यहाँबाट टोटल गरेर 60 किलोमिटरमा हाम्रो काभ्रेबाट बागमती हुँदै हेटौडा जाने राजधानी हाम्रो यस ठाउँबाट जान्छ। एकदम बाटो ठिक छ। यहाँबाट विभिन्न किसिमको दृश्यहरू अवलोकन गर्दै बिथानचोक गाउँपालिका हुँदै फापरबारी जोडिन्छ। धेरै सर्च हुन्छ यो बाटो। विभिन्न किसिमको डाँडा पाखा मनोरञ्जन लिँदै बिथानचोक गाउँपालिका हुँदै फापरबारी निस्केर हेटौडा जानलाई एकदम सहज छ।